नमस्कार हाम्रो साथीभाइ तथा गेस्टहरू। आज हामी हजुरलाई चरी चिकन बनाउने सिकाउने गइरहेछु। धन्यवाद। यसमा के हाल्यो भाइ? हाम्रो चरी चिकनको लागि यो मासु हाम्रो जुलियन कटिङ भन्छ अनि यसमा हामीले म्याग्नेट गर्दाखेरि हामीले हाल्ने कर्नफ्लोर अनि व्हाइट पेपर, ब्ल्याक पेपर, जोरे सल्ट र जिन्जर गार्लिक पेस्ट। र यो हाम्रो फाइनल स्टेजमा यो चरी चिकन हुँदैछ। यो हामीले भेज सबै भेजहरू मिक्स गरिसक्यौँ। हामीले यो भेजमा चाहिँ हाम्रो ओनियन अनि हाम्रो यो जिन्जर र गार्लिक जुलियनमा छ। अनि त्यस पछाडि चिली अनि चिकन यही भइहाल्यो। हामीले अघि रोस्ट गरेको चिकन यो अलिकति हार्ड हुनुपर्छ। अनि त्यसमा खोर्सानी, जिन्जर, ओनियन, गार्लिक, गार्लिक र ओनियन, गार्लिक र जिन्जर र गार्लिक चाहिँ फाइन जुलियन हुनुपर्छ। त्यसमा हामीले सबै सल्टहरू भयो बत्दैछ। अब घन्टी बसेपछि पूजा आउँछ हाम्रो यहाँ। पूजा आइपुग्यो। उसको घन्टी हो, तर हाम्रो ओरिजिनल घन्टी यहाँ पनि छ। यसले काम नगर्दा हुँदाखेरि चाहिँ घरिघरि यसले बोलाउने गर्दैछौँ हामी। धन्यवाद।